भन्दा विश्वास नहोला। दुबईमा 1 महिनाको 3 देखि 4 लाख रुपियाँ कमाइ हुने काम के काम भन्नुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। मैले सानो सानो क्लिप हालेको छु, म के काम गर्छु भन्ने कुरो तपाईँलाई छर्लङ्ग थाहा हुन्छ। दुबई होल राउन्ड, दुबई मतलब युए भरि जुनसुकै ठाउँमा पनि यसको डिमान्ड आउँछ। हरेक ठाउँ अफिस हरेक ठाउँमा आउँछ। सिप मात्र सिक्नुहोस्, महिनाको 4 देखि 5 लाख रुपियाँ कमाइ हुन्छ। मैले विगत 3 देखि 4 वर्ष भयो कन्टिन्यू यो काममा फोकस गरिरहेको छु, काम सिक्नको लागि हो। सुरुमा पैसा हुँदैन, कमाइ हुँदैन, आत्तिनु हुँदैन। बिस्तारै बिस्तारै 4-5 सालपछि आफूले सिकिन्छ, जानिन्छ। हरेक कुरा जानेपछि मात्र हुने हो नि। सुरुमै 2 लाख 4 लाख रुपियाँ खोजेर केही हुनेवाला छैन। 6-7 वर्ष कन्टिन्यू एउटै कम्पनीमा काम गर्नुहोस्, तपाईँले महिनाको 7 देखि 8 लाख रुपियाँ पैसा मजाले कमाउन सक्नुहुन्छ। तपाईँको क्यापेसिटी अनुसार कतिको तपाईँको क्यापेसिटी छ र कतिको दिमाग खियाउन सक्नुहुन्छ, त्यही अनुसारले पैसा पाउने हो। दुबईमा सबैभन्दा बढी पैसा भनेको टेक्निकल लाइनतिर हुन्छ। हेर्नु, सुरुमा हुँदैन, आत्तिनु हुँदैन, पछि गएपछि धेरै हुन्छ। हो, म प्रोजेक्टर स्क्रिन हाल्ने ओर्ने सेट गर्ने काम गर्छु। यो मैले के काम गर्छु भन्ने कुरो यो पुरा भिडियोमा हालेछु मैले। अन्तिमसम्म भिडियो हेर्नु होला।